अने ग्वादे आमै यो कहिलेको लड्को हो कहिलेका छोराछोरी उनीहरू जहिले सुकेका हुन् त बुढाले राम्रै आशिक दिएका रहेछन् त अनि हजुर बा हजुर भन्नु न भन्नु हेर्नु न टिको लाउन आइज केटाकेटी लिएर आउन त आउँथे बा हेर्नु न अब नानीहरू थुप्रै छन् फेरि अलिक मलाई पनि अब फेरि के भन्नु बालाई पनि फेरि अर्को पनि छ भनेर नभन्नु भने पनि भोलि थाहा पाइहाल्नुहुन्छ अलि हिँड्न नसक्ने म त अलि दुई जिउकी पनि छु बा हेर्नु न बिस्तारी आइज म आउँदा यसपालि हुँदैन बा छोराछोरी कता गएको नि ए केटाकेटी हो हजुर ए यता खेल्दै रहेछन् यहाँ सुन न उहाँ मामा घरमा बाले नि टिका लाउन बोलाउनु भइरहेछ तिमीहरू पनि जान्छौ धेरै कति खुसी भएका जाने भन मेरो कान्छाले तिमी पनि जाने ए ल ल लु लु त्यसो भएदेखि तिमीहरू रेडी हो म पनि रेडी हुन्छु ल ल ल ल ल हेर अहिले पसिहाल्यो डोको ठिक पारेको कान्छो पसिहाल्यो कान्छी छोरी तिमी सक्छौ सक्दिनौ हिँड्न सक्दिनौ यो कान्छो अलिक चकचके छ के कस्तो यो चाहिँ ल ल लु खै छोड न त अब म बोक्छु अनि जानुपर्छ मामा घर उहाँ बुवाले नि बोलाउनु भएको छ खै छोड त लु अब यसमा बस ल तिमी त्यसो भए यसमा ए नानी यहाँ भाइलाई यहाँ माथि चढाइदेऊ देऊ ओ अनि अब मलाई घर ए कहाँ छ लडियो नि समाइदेन नानी समाल खोइ यहाँ अडेस लाऊ यो मोबाइलको ठाडो पनि ला नानी मोबाइल बोक हेर माइ त भनेपछि के गर्नु मलाई पनि दुई दिउँदा होइन पाँच दिउै भए पनि लु 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 बस्यौ सानो ए कान्छो किन रोकी तिमीलाई पनि बोक्ने तिमीलाई पनि यो भाइ नि अलि चकचके यो अलि अझै सानो छ नि त अनि तिमीलाई पनि बोक्छु नि त अहिले पालो गरी गरी बोक्छु क्या त्यहाँ बाटामा ल ल ल ल जाऊ भयो नि मामु भएको हात ल्याउ म यहाँ समाउँछु लड्छेउ कान्छो हात ल्याउ समाउँछु म लड्छेउ मेरो काले हेर नलडी बस्नु है सजिलो गरेर ल हो सरी हेर मेरो कान्छो कति ज्ञानी छ नानी यो तँ यो झोला बोक्नु अलि ठुली भने कि तँ चाहिँ हेर्न अब पल्ला हराउनु त भाइ बहिनी सानै छन् लु हात समा हेर अब बा घरमा जानुपर्छ टिकी लगाइदिनुहुन्छ पैसा दिनुहुन्छ अनि चिचिमाम खाने हस् झगडा नगर्नु है उहाँ गएर झगडा नगर्नु नानी यो भाइलाई हेर है त यहाँ यो भाइ नि अलि चकचके छ फेरि यो त बुरुक्क गर्न बेर लाउँदैन लु 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 मम्मी मेरो खुट्टा दुख्यो खुट्टा दुखे तिम्रो पनि खुट्टा दुख्यो त्यसो भए एकछिन यहाँनिर यो बसौँ न त यहाँ पहिनीका ढिलोमा ल सानो भाइ बोकी भनेर हेर न कति रिसाकी छे अहिले ऊ त्यहाँ बोकिहाल्छु त तिमीलाई पनि लु यहाँ बसौँ एकछिन लु यहाँ बाबा आयो मामा आयो त्यसलाई समा यहाँ खुट्टा दुखे अरे भाइ बहिनीका एकछिन यहाँ आराम गरौँ बसौँ समा है हेर न मेरो पुकुने कति ज्ञानी छ ल्या मेरो पुकुने कति ज्ञानी छ हो कि कति ज्ञानी कहाँ हो अब ला घोचो खुट्टी घोचो कान्छो छोरो त निकै आइ मरे लु जाउँ लु हिँड बुइनी बोक है नानी त ल ल ल ए अब बाले उहाँ भरे भात पकाएर राख्नुभएको छ आमाले बाले छोरी आउँछ केटाकेटी लिएर भनेर हेर कति खुसी भयो क्या पुग्नेहरूमा आमा घर जाने भनेपछि लु हिँड 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 अब हेर्न तँ भन्दा सानो बुइनी हिँडिरहेको चाहिँ अनि तँ चाहिँ हिँड्न सक्दिनँ म चाहिँ सक्दिनँ नि त हेर
यता बुइनी ऊ दिदीले बोकिरहेछ बुइनी आफै हिँडिरहेछ अनि उठ उठ आऊ हात समाउँदै हात समाउँदै लु हात समाउँदै हिँड्नुपर्छ आमासँग बिस्तारी जानै कुद्नु हुँदैन बिस्तारी जानुपर्छ खुट्टा दुख्छन् कुदो भने हामी त के साह्रो धेरै छोराछोरी हौ नभन्न उहाँ बाले दिएको आशीर्वाद उहाँ दसैँमा टिको लाउँदा सन्तानले डाँडा काँडा ढाकुन् भनेर दिनुभएको थियो बाको आशिक फ्याट्ट पुगिरहेछ अब यसपालि चाहिँ बालाई नि म आशिक अब यो आशिक चाहिँ घटाएर अर्को दिनु भन्छु पखन अब अर्को वर्षदेखि बाले यो आशिक अब दिनुहुन्न अब पोहोरसम्म दिएको थियो अनि अहिलेसम्म नि अब के गर्नु कान्छो नकरान कान्छो कस्तो छ कतिखेर पुग्नु जस्तो भइसक्यो मलाई पनि भोक लाग्यो त्यो झोलामा अलिकति उता त्यो गुन्द्रुक र चाम्रे बोकिरहेको थिएँ उ त्यहाँ डाँडा परि पुगेर त्यो रुखका भेगा शीतलमा बसेर खाउँला ल अहिले अलि नहत्ता द्याउन अहिले खाइहाल्यो भने फेरि एकछिनमा झन् ठुलो भोक लाग्छ एकछिन अलि मजाले भोक लाग्न दिनुपर्छ अनि खानुपर्छ ल ल ल ल अने ग्वादे आमै यो कहिलेको लड्को हो कहिलेका छोराछोरी उनीहरू जहिले सुका क्या हुन् त बुढाले राम्रै आशिक दिएका रहेछन् त अनि चुप लाग बाले दिएको आशिक तँलाई मेरो छोराछोरी तँलाई के भयो त नि तैँले खाना लाउनु दिनु परिया छैन त आशीर्वाद दिएका रहन् बुढाले भन्छ बुढाले राम्रै बिउहरू दिएका रहेछन् बाले दिनु घरको आशीर्वाद दसैँमा टिको लाउँदा एकछिन हिँड तिमी पनि साह्रै मम्मीको अलि ल कान्छो हिँड्न थालिरहेछ मेरो आमै अब ऊ त यही डाँडा परि त हो नि अब बिस्तारी जाउँ न आओ हेर न अब त्यही डाँडा परि अब बोक्नु सक्दिनँ सबैलाई फेरि हेर्नु अलिक गाह्रै छ मलाई ल आऊ बिस्तारी आऊ अलिक तेरो बाले मलाई माग्न जाँदा उहाँ 3 जोर जुत्ता फाटेका थिए अरे मलाई खोज्न जाँदाखेरि हेर भाइ नचाल यो कान छ नि अलि चुलबुले छ क्या यो कान छ अलि चुलबुले छ